आधार कार्डमा तपाईँहरूले डकुमेन्ट अपडेट त गर्नुभयो नि साथीहरू, तर त्यसको स्टेटस चाहिँ के आयो, त्यो भ्यालिड भयो कि भएन है, एक्सेप्ट भयो कि भएन चेक गर्नु पऱ्यो नि त। त्यो चाहिँ हामीले सजिलै गर्न सक्छौँ घर बसेपछि मोबाइल फोनबाटै है। सिकाउने छु तपाईँहरूलाई, यो स्टेप बाई स्टेप हेर्नुहोस् होला। अनि यसमा चाहिँ हामीलाई ओटिपी पनि पर्दैन है। साथीभाइदेखि लिएर आफ्नो फ्यामिली मेम्बर सबैको तपाईँले सजिलै आफै चेक गर्नु सक्नुहुनेछ। साथीहरू सबैभन्दा पहिला तपाईँहरू जानुहोस् गुगलमा, अनि गुगलमा गएको बादमा चाहिँ तपाईँले यहाँ सर्च गर्नुहोस् होला। तपाईँले यहाँ बोल्दा पनि हुन्छ माइकमा है, आधार कार्ड अपडेट स्टेटस चेक भनेर भन्नु होला है। यसरी देखाउँछ होइन। अनि त्यहाँ तपाईँले फर्स्टमै आएको छ चेक आधार अपडेट स्टेटस भनेर त्यो लिङ्क छ, त्यहाँ गएर तपाईँले क्लिक गर्नु होला। यस्तो खालको इन्टरफेस चाहिँ खुलिन्छ। अनि त्यहाँ चाहिँ तपाईँले गर्नुपर्छ चेक आधार अपडेट स्टेटस भनेर तल लेखेको छ होइन, स्टेटसमा चाहिँ क्लिक गर्नुहोस्। त्यहाँदेखि यस्तो खालको इन्टरफेस खोलिन्छ। त्यहाँ कन्टिन्यू इन वेब गर्नुहोस् है। अनि यहाँ माग्दैछ हाम्रो एनरोलमेन्ट नम्बर, एसआरएन नम्बर कि युआरएन नम्बर या एसआइडी भनेर होइन। अनि हामीले चाहिँ के चेक गर्नु छ भने एसआरएन नम्बर जो चाहिँ हाम्रो एक्नोलेजमेन्ट स्लिपमा आएको हुन्छ, त्यहाँ गएर त्यो एसआरएन नम्बरमा क्लिक गऱ्यो चाहिँ कस्तो हुन्छ भन्दा यस्तो हुन्छ है, एक्नोलेजमेन्ट स्लिप यस्तो पाएको हुन्छ हामीले होइन। अनि यहाँ देख्नुहुँदैछ यो एसआरएन नम्बर, यो चाहिँ हो सर्भिस रिक्वेस्ट नम्बर है। यो जुन नम्बर छ S2254 यो वाला चाहिँ हामीले त्यहाँ इनपुट गरेर चाहिँ हेर्नुपर्ने हुन्छ। हेर्नुहोस् है, तपाईँहरूले देखिराख्नु भएको होला, यहाँ मैले एसआरएन नम्बर हालिसकेको छु, एसआरएन नम्बर। अनि अब मैले हाल्नुपर्ने चाहिँ यहाँ क्याप्चा कोड है, सेम हाल्नुपर्ने हुन्छ। यति गरेर चाहिँ हामीले सबमिट गर्नुपर्ने हुन्छ है। देखिहाल्नु भयो होला। अब यसरी स्क्रोल अप गरेर हेर्दाखेरि ड्राफ्ट हो, पेमेन्ट, अनि यो भेरिफिकेसन भएर आएको छ। यो आधार हेज बिन अपडेटेड बेस्ड अन पिओआई मिन्स हाम्रो प्रुफ अफ आइडेन्टिटी एन्ड पिओए मिन्स प्रुफ अफ एड्रेस चाहिँ भएको हो साथीहरू। यसरी तपाईँहरू चेक गर्नु सक्नुहुनेछ है, किनभने हामीले जस्ट आफ्नो डकुमेन्ट्स अपडेट गरेर मात्रै भएन नि त, चेक पनि गर्नु पऱ्यो नि त स्टेटस चाहिँ के आयो भनेर। र त साथीहरू कमेन्ट लाइक सेयर पनि गरिदिनु होला, किनभने अरू चिज त हामी कति सेयर गर्छौँ नि, हँसाउने भिडियो यताउताको होइन, तर कहिले कहिले यस्तो इन्फर्मेटिभ वीडियोजहरू पनि शेयर करूँ है। अपने साथ साथ दूसरों का भी कल्याण हो जाएगा। क्या कहना चाहेंगे आप लोग इस बारे में?